चाहिँ यो खोर्सानीको लागि छाँक्रा काटिँदैछ। अब के गर्नु, हाम्रो मौरीहरू 9वटा डुड छ। यहाँ एउटा छ, पुरा घाम ताप्नु अहिले निस्किरहेको रहेछ, पुरा भल्किँदैछ हाम्रो मौरी पेडहरू। अहिले म चाहिँ यहाँनिर पुरा वेलले डोरीले बाँध्ने पर्ने छ। अहिले मैले खाम्बाहरू अलिअलिमा चाहिँ सक्यो, हात्तीभन्दा धेर छ, थोरैमा मात्र आज बाँधेको यो अलिअलि लामो भएकोमा। अरूहरूमा चाहिँ बाँध्नु बाँकी छ। यो लामो लामो जतिमा चाहिँ खाम्बा गाडिसक्यो। अब चाहिँ यो डोरी ल्याएको छु, यो डोरीले बाँध्ने हो। सुत्रीले बाँध्नु भनेको फेरि यसले यो बोराकोले पनि उकाएर जस्तो उकाएको थिएँ, पानी पर्दा त्यसले पनि हुन्छ जस्तो लागेर यसले यस्तोहरू बाँधेर यसो हल्का लडेको छ अलिअलि, त्यहाँनिर लडेकोमा चाहिँ पोल गाडिरहेको छु। अब त्यहाँ बाँध्ने हो उनीहरूले। यहाँदेखि उतै पर अलिअलि छ, त्यहाँ छ अलिकति, यहाँ अलिकति, यहाँ तलतिर अलिकति छ। अरू चाहिँ खासै बाँध्ने बेला भएको छैन, अलिक छोटो पनि छ। त्यही भएर अब म चाहिँ बाँध्ने हो। निकै लाग्छ बाँध्नु त थुप्रो छ, तर आज चाहिँ यतिलाई चाहिँ बाँधिराख्ने हो। बाँकी भोलि पर्सि बाँध्ने भनेर मम्मीले भन्दैन नि त, आज यतिलाई बाँध्नु भएको छ। मम्मी चाहिँ माथि जानुभएको छ, अहिले चाहिँ म एक्लै हो। हाम्रो यस्तै छ, आज चाहिँ घाम लागिरहेछ, शीतल शीतल हावा सेर आउँदैछ। यहाँनिर धरे गोड्ने बेला पनि हुन आँटिरहेको छ। 1-2 दिन अब भइहाल्छ, त्यसपछि गोड्ने। यो खोर्सानी पहिला